जीवन सर साथीहरू अहिले टाप्लेजुम होटल बसन्तपुर बजार मुखैमा छ। तपाईँहरू आउँदाखेरि बस्नु होला। त्यो चाहिँ एकदमै हाम्रो होटलमा चाहिँ आएर खाइदिनु बस्नु। रुमहरू एकदम राम्रो छ। यो तपाईँहरूले थाहा पाउनु पनि भएन यो के हो। बाँसको गोलो मोटो, यसमा चाहिँ एउटा लौरो छ। यो लौरो चाहिँ यहाँ देख्नु भने एउटा प्लेट, यो अहिले सुचिया बनाउने। अनि कसैले चाहिँ भोटे नि भन्छ, यो सुचिया भन्छ। त्यसमा घिउ हुन्छ, नुन हुन्छ, अनि स्पेसल अर्ग्यानिक चियापत्ती भएको हुन्छ। अनि यो चिया खाने तपाईँले कहिले खानु भएको छ छैन भने खाएर टेस्ट गर्नु होला। यो जुन यहाँ अर्ग्यानिक दाउरामा पकाएको खाना पाइन्छ। तपाईँहरू आउँदाखेरि चाहिँ कहिले आउनुहुन्छ, एकदम रमाइलो सिजन चाहिँ गुराँस फुलेर हिउँ पर्ने बेला। बाँकी अरू बेलामा पनि यो ठाउँमा घुम्ने ठाउँ चाहिँ धेरै छ। लालीगुराँस नगरपालिकामा 9वटा वडा छ। 9वटा वडामा चाहिँ विभिन्न डिफ्रेन्ट कुराहरू छ। वडा नम्बर 1 देखि 9वटा ठाउँमा चाहिँ तपाईँले गुफा, झरना, अनि त्यहाँको अर्ग्यानिक त्यो उत्पत्ति भएको महादेव स्थानहरू, अनि शक्तिशाली गुफामा 2 तल्ले गुफा छ। अनि मादली गुफामा मादल बजाउनु मिल्ने ढुङ्गाहरू, ढुङ्गामै मादल बज्छ कि माथि। अनि त्यो रक क्लाइम्बिङ पनि गर्न मिल्छ। यो ठाउँ चाहिँ एकदमै संसारभरिको मान्छेहरूले चाहिँ एक्सप्लोर गर्नुपर्ने ठाउँहरू हो। मैले चाहिँ धेरै नै घुमेँ, लगभग 8 वर्ष कन्टिन्यू यो ठाउँ घुमेर एक्सप्लोर गरिसकेँ। अब तपाईँहरूको पालो यो ठाउँमा चाहिँ तपाईँहरू घुम्न आउनुहोस् है। घुम्न आउनु नबिर्सनु। तपाईँहरू होलिडे मनाउन चाहिँ लालीगुराँस नगरपालिका, तेह्रथुम जिल्ला, बसन्तपुर मात्र होइन कि 9वटा वडामा चाहिँ होमस्टेहरू घरमा बस्न पाइन्छ। होमस्टेहरू चाहिँ प्रपर व्यवसायिक होइन कि गएर घुमेर चाहिँ त्यहाँ घरमा बास बस्ने। अनि तपाईँहरू खाना खाने त्यही अब आफूले त्यहीको मान्छेहरूसँग नगरपालिकासँग कोअर्डिनेट गरेर जानुभयो हुन्छ। आउँदाखेरि चाहिँ लालीगुराँस नगरपालिकामा कोअर्डिनेट गरेर यहाँ हामी घुम्न आएको। हामीलाई तल गाउँ 9वडामा चाहिँ विभिन्न ठाउँहरू छ अरे। तपाईँको यस्तो एउटा तल 3 नम्बर वडामा चाहिँ मन्दिर छ कि देवीथान छ। यत्रो ढुङ्गाको गेट छ क्या। त्यो गेटभित्र छिरेर चाहिँ त्यहाँ देवीथान दर्शन गर्न पाइन्छ। त्यो देवीथान दर्शन गऱ्यो भने चाहिँ आफूले मनले चिताएको कुरा चाहिँ पुरा हुने जनविश्वास छ र भएको पनि छ है। अनि अर्को कुरा, यो अहिले साउन महिना बोलबम तल यता नाङलुङ नगरपालिका र अनि लालीगुराँस नगरपालिकाको सिमाना सुजेको काँडे मुनितिर चाहिँ 2 तल्ले गुफा छ। त्यो 2 तल्ले गुफामा चाहिँ एउटा महादेवको गुफा, एउटा पार्वतीको गुफा। माथि चाहिँ महादेवको गुफा, तल पार्वतीको गुफा। अनि यो लिम्बू संस्कार अनुसार अर्कै भन्छ, तर लिम्बू भाषा मलाई आउँदैन। त्यो विषयमा चाहिँ म नि खोज्दैछु के हो भन्ने कुरा। अनि त्यो गुफामा चाहिँ धुपबत्ती बालेर यसो ध्यान गऱ्यो भने चाहिँ तपाईँलाई एकदमै के भन्ने, अब तपाईँको रोकेको कामहरू, तपाईँको हुन नसकेको कामहरू चाहिँ राम्रो काम सफल हुन्छ। तपाईँको व्यवसाय सफल हुन्छ। तल शिवजी थान गएर चाहिँ त्यहाँ दर्शन गर्नुहोस्। भगवान् शिवजी त एकदमै शक्तिशाली देवको नि देव महादेव, त्यहाँ पूजा गर्नु। अनि यहाँ माथि गुम्बा छ। गुम्बामा तपाईँहरूले जान सक्नुहुन्छ। अनि माथि पाथिभरा छ। पाथिभरा जाँदाखेरि चाहिँ तपाईँको चाहिँ जम्मा 20 मिनटमा पैदल यात्रा 20 मिनट गयो पुग्छ। यहाँ बसन्तपुर बजारबाट टेम्पो पाउँछ, बसमा आउनु, होटलमा बस्नु, भोलिपल्ट बिहान नुहाइधुवाइ गरेर तपाईँ चाहिँ पाथिभरा दर्शन गर्न सकिन्छ। पाथिभरा दर्शन गर्दाखेरि चाहिँ तपाईँ माथि एकदम हिँड्नुपर्छ भने तपाईँ चिन्ता लिनु पर्दैन। आरामले 20 मिनट हिँड्दाखेरि चाहिँ पाथिभरा मन्दिर पुगिन्छ। पाथिभरा मन्दिरमा घुमेर आएर चाहिँ तपाईँले त्यहाँ त्यो वरिपरि नास्ता पसलहरू छ, नास्ता गर्न सकिन्छ। त्यहाँ नास्ता गरिसकेपछि फेरि खाना तपाईँ तल आएर खाँदाखेरि पनि हुन्छ, माथि नै खाँदा हुन्छ। तपाईँको आफ्नो इच्छाले चाहिँ घुमेर अनि माथि लगभग 3000 मिटर तिनजुरे हाइटमा गइसकेपछि हिमालको चाहिँ पानोरमा भ्यू देख्न सकिन्छ। जन्दै जन्दै तपाईँको पश्चिमको हिमालसम्म पनि देख्न
चान्सेस छ त्यहाँबाट मौसम खुलेको बेलामा चाहिँ अब कञ्चनजङ्घा भक्टाङलुङ यता सबै हिमालहरू मकालु सबै हेर्न सकिन्छ त्योभन्दा पर पश्चिमको हिमालहरू पनि देखिन्छ है साथीहरू तपाईँहरू चाहिँ पक्कै घुम्न आउनु होला अहिले चाहिँ म सुच्या चिसै भयो होला हौ सुच्या खान्छु ल ओके